हेलो गाइजहरु अहिले छोरीको स्कुलको तर्फबाट आइरहेको म अहिले चाहिँ हामीहरु पार्टी प्लेस नमस्ते अहिले चाहिँ हामीहरु भित्र पस्न लागेको अवस्था हो यस्तो भिड छ त्यही ठाउँमा बच्चा स्कुल जान नमानेर रुँदाखेरि त नजाने भन्दै पिट्दै स्कुल पठाएको भयो भने त बच्चामाथि कति अन्याय हुँदो रहेछ। त्यही ठाउँमा हामीले के गर्छौँ सिम्पल, अब यो पिङ्क कलरको झोला किनिदिएको छ, घरबाट पनि गयो चेन्ज गरिदियो, झोलाको रङ चेन्ज गरेर निलो रङको ल्याइदियो, छोरा खुसी भएर स्कुल गयो। अभिभावकहरू जुन तरिकाले हामीले दुनियाँलाई हेर्छौँ नि बच्चाले फरक तरिकाले हेर्छन् कि, त्यही भएर चाइल्ड साइकोलोजी भनेको हो नि त। हामी एडल्टको साइकोलोजी र बच्चाको साइकोलोजी फरक हुन्छ। जुन कुरामा हामीलाई हाँसो मजाक लाग्छ त्यो कुरामा बच्चालाई हाँसो मजाक लाग्दैन, त्यो कुरामा बच्चाले सिरियस लिन्छ। के त म्याडम म सानो छँदाखेरि मलाई म स्कुलमा जान्थेँ, स्कुलमा एउटा बदमास केटा थियो कि त्यो बाटोमा के भन्दै जान्छ खुर्पेटो भनेको थाहा छ तपाईँलाई। खुर्पेटोमा यति ठुलो खुल्पा पोकेको हुन्थ्यो नि उसले सोध्यो यस्ता तेरो म कान काटेर फुटेर खाइदिन्छु भन्दै होइन। अनि यो बताले मलाई पत्याउँथेँ कि त्यसलाई म यति धेरै डराउँथेँ, लिटरली म साँच्चै डराएर म केटा आफ्नो सुरुवाल गरेको पिसाब गर्थेँ कि। अनि म केटा फर्केर घर आउँथेँ। तपाईँ आउनुभएको म्याम यही कारणले त मैले 2 वर्ष स्कुल नगइकन स्कुल छोडेर बसेको थिएँ किन, अर्थात् किन यही कुरा हामीलाई त मजाक लाग्छ तर बच्चालाई मजाक लाग्छ लागेन नि त। त्यही भएर बच्चालाई फरक प्रकृतिका हुन्छन्, बच्चाको मनोविज्ञान फरक हुन्छ। त्यही भएर बच्चालाई बुझ्नुपर्छ। एकदिन यस्तै हो नि त, तपाईँले घरमा खरबुजा ल्याउनु भयो, खरबुजा काटेर सबै मिलेर खाँदैन थियो, 7 बजे छोडेर गएर खरबुजा खाँदै थियो, गेडा निलेछ भन्छ। मामु मैले त खरबुजाको गेडा त फुत्तुकै निलेनी भन्छ। अनि उता बाउ बजायो ए गेडा निलेनी हो, ला अब गेडा पेटमा गयो, केटाको मेरो टुपीबाट निस्किन्छ। तपाईँ त हाँस्नु नि, तर बच्चा त्यसलाई सिरियस लिएको हुन्छ के भन्छ। त्यही भएर अनाथमा बच्चालाई डर नदेखाउने भन्छ, किनकि बच्चा भनेर बहुत सेन्सिटिभ हुन्छन्, बहुत संवेदनशील हुन्छन्। हामीले मजाकमा बोलेको कुरा बच्चाले गरेको हुन्छ, असर गरेको हुन्छ। ल यसले ताली व्यवस्था कस्तो रहेछ उता उता ध्यान छ किन हो कतिमा जान बच्चाको लागि बस्छ है। कतिजना अलिकति गर्मी भयो, कतिजनालाई गर्मी आएको हातमा सक्छ, गर्मी आएकोले हातमा नि गर्मी आएको बधाई छ, किनकि जिउँदो मान्छेलाई गर्मी हुन्छ, जाडो हुन्छ, पीडा हुन्छ, अलिकति सर हो होइन मर्यादै गर्मी हुँदैन। त्यही भएर अलिक गर्मी भएर केही हुँदैन, मलाई गर्मी आएको है। लड्नु तपाईँले यहाँ के भन्छ, बच्चालाई छनौट गर्ने अवसर दिनुहोस्, बच्चामा निर्णयशीलता विकास हुन्छ भन्छ। अनि अर्को कुरा बच्चालाई हौसला दिनुहोस्, बच्चाको आत्मविश्वास बढ्छ। आफ्नो बच्चालाई जिम्मेवारी दिनुहोस्, बच्चाले जिम्मेवार बन्छन्। गल्ती गर्न दिनुहोस् अनि बोल्न सिक्छन्। बच्चालाई के भन्ने छ, गल्ती आफ्नो निगरानीमा गल्ती पनि गर्न दिने। ल कति म मात्रै बोल्नु, एउटा भिडियो हेर्दै भन्छु। भिडियो हेर्ने हेलो हेर्नुहुन्छ भिडियो ओके भिडियो हेरिदिनु चाहिँ पऱ्यो। बच्चालाई गल्ती गर्न दिनुपर्छ अरे, गल्ती गरेपछि बल्ल बच्चाले सिक्छ अरे। ल एउटा भिडियो हेरिदिनु नभए है नभए हेर्नु ससुराली आउँदैन नि त यो बच्चालाई अगाडि अब उसो अगाडि त सधैँ ट्राई गर्न दिन कोसिस गर्न दिएन भने शिक्षा त सिक्दैन नि त। भनेको बच्चालाई जब हामीले जिम्मेवारी नै दिँदैनौँ, बच्चालाई जिम्मेवारी नै दिएर बच्चाले सिक्दो रहेछ। त्यही भएर बच्चालाई आफ्नो निगरानीमा उनी सक्ने कामहरू देखाउँदै सिकाउँदै पनि हामीले जानुपर्ने छ। हामी गर्छौँ त्यसले गल्ती गर्छ भनेर कामै गर्न त सिधै सिधै होइन। मेरो बच्चाले के होस् एक दुईवटा गल्ती पनि गरोस् ताकि स्थितिबाट सिकाइ पनि होस्, यो कुरा हामीले विचार गर्नुपर्ने छ। र अर्को के भन्छ, बालबालिकालाई कसरी हुर्काउने भनेको छ। बालबालिकालाई कसरी हुर्काउने गर्छु भने हेर्नुहोस् त, अब असल यो अबदेखि चाहिँ यो बन्दै अब मेरो कार्यक्रममा आउँदाखेरि अनि स्कुल बस चाहिँ कति बजी आउँछ नि बच्चा लिन? ल सबैको सल्लाह 9 बजी आउँछ भन्नुहोस् त एकचोटि।
ल 9 बजे बच्चाले स्कुल पढाउनु पर्यो बच्चा लिनको लागि बस आयो त्यहाँ हरन बजायो ल बाबु बस आयो हिँडी भनेको बच्चा चाहिँ स्कुलै जान मान्दैन म्याडम तपाईँको बच्चा स्कुल जान मान्दैन के भन्छ रुन्छ तपाईँ बच्चा स्कुल जाँदैन गरेर रुन्छ किन रोएको छ भनेको त होमवर्कै गरेर आएन होमवर्क आएन होमवर्क नगरी स्कुल गएर त म्याम त कराउनुहुन्छ अब बच्चा रोयो किन रोयो भनेको होमवर्क गरेर छैन अब मम्मीले ट्रिक लाउनुहुन्छ के ट्रिक लाउनुहुन्छ होमवर्क गरेर आएन बच्चालाई कसरी विद्यालय पठाउनु त छ दाइनाको होमवर्क गरेर त टिचरले चिन्छन् देउराले बच्चाको पेन्सिल समातेर बच्चाको होमवर्क मम्मीले खर्कार होमवर्क कम्प्लिट कापी कलम किताब क्या गरिदियो झोलामा जाऊ अब स्कुल अब होमवर्क गर्न पैसा बच्चा त खुसी हुन्छ नि त कसरी जान्छ स्कुल जान्छ म्याम जान्छ स्कुल अब यसरी स्कुल जाने बानी परेको बच्चाको स्कुलमा जाँच पनि आउँछ नि होइन र जाँच आउँछ फेरि जाँचमा बच्चा के हुन्छ आफू प्रश्न पत्रको अगाडि उभिएर रोन्छ यहाँ गर्दै रोयो अनि म्याम चाहिँ किन रोको र बाबु भनेको उत्तरै लेख्न आएन उत्तर लेख्न आयो कहिले होमवर्क गरेर उत्तर लेख्न आउँछ उत्तरै लेख्न आएन अनि म्यामले पनि त लाउनुहुन्छ नि बुझ्दैछ होइन किन रोयो बच्चा उत्तर लेख्न आएन बच्चा फेल भयो भने त अभिभावकले पैसा होला तिर्दैन बच्चा निकाल्छ लान्छ अर्को विद्यालयमा म्यामले पनि दाइनाले लेखिए त अभिभावकले चिन्छन् देउराले पेन्सन मात्र बच्चाको उत्तर खर्कर बच्चा पास कति आनन्द घरमा मम्मीले होमवर्क गरिरहेछ स्कुलमा टिचरले गरिरहेछ तर हाम्रो कुमुदिनीमा होइन अरू विद्यालयमा अरूमा हाम्रोमा त के अरे थाहा छ हजुरले घरमा टाइम टेबल बनाउनु भएको छ नि त घरमा हजुरको टाइम टेबल रहेछ बिहान कति बजी उठ्ने कति बजी सुत्ने बच्चाले कति बजी मोबाइल हेर्ने कति बजी होमवर्क गर्ने तपाईँ टाइम छुट्याइदिनु भएको छ नि त बच्चाले होमवर्क किन नगरेको भन्नुहोस् त किनकि बच्चा 8 बजे उठ्छ उठेको अवस्थामा बेडमा मोबाइल हेर्छ गर्दै उफान जान्छ खाना बाहिर मोबाइल हेर्छ 9 बजी तपाईँले बच्चालाई स्कुल पढाउनु पर्यो होमवर्क गर्ने बच्चा रोको त तर टक्क तपाईँले घरमा एउटा सिस्टम बनाइदिनु भएको छ नि के हुन्छ तपाईँको बिहान उठ्ने टाइममा बच्चा उठ्छ पढ्ने टाइममा उसले पढ्छ मोबाइल चलाउँछ टिभी हेर्ने टाइममा टिभी हेर्छ घरमा के बनाउनु पर्यो सिस्टम बनाउनु पर्यो हेर्दैन आजभोलि हेर्दैन कहाँ यसो तालिम गरेर पाउनु कसरी बजाउने तालिम गरेर टक बरोबर छ तपाईँलाई सुरुको तालिम मन पऱ्यो कि अन्तिमको भन्नुहोस् त सुरुको कि अन्तिमको किन मन पऱ्यो अन्तिममा के छ सिस्टम छ हो परिवारमा पनि सिस्टम चाहियो के हुनु पऱ्यो जसले जतिखेर मलाई त्यतिखेर टिभी खोलेको छ जतिखेर मलाई त्यतिखेर मोबाइल चार्ज गर्ने होइन नि त हरेक एउटा सिस्टम हुनु पऱ्यो नि घरमा के भनौँ न परिवारका सबै सदस्यहरू सँगै टिभी हेर्ने होइन बच्चाले होमवर्क गर्ने बेला अहिले यता हेरेर टिकटक हेरेर आज बच्चा होमवर्क गर्दैन नि त बच्चा चाहिँ उता कोठामा बसेर होमवर्क गर्नुपर्ने रे आमा चाहिँ उता कोठामा चाहिँ टिभी हेर्ने यस्तो हुन्छ हुन्न नि त त्यही भएर एउटा सिस्टम बनाउँ न घरमा जस्तो बच्चाको बिहान उठ्ने सुत्ने पढ्ने हरेक कुराको एउटा टाइम टेबल सिस्टम भइदिएको के हुन्छ बच्चालाई अहिले घर पनि राम्रो हुन्छ कसो अझै बच्चा स्कुल जाँदाखेरि हुन्छ हुँदैन नि त किनकि उसले होमवर्क गर्ने टाइममा होमवर्क गर्छ पढ्ने टाइममा पढ्छ यसमा त अहिलेको बच्चालाई मोबाइल चलाउनु दिन्न भनेर हुन्छ मोबाइल चलाउनु दिने तर निगरानीमा दिने समय तोकेर दिने गर्दा राम्रो हुन्छ कि जस्तो लाग्यो र यहाँ के भन्छ अहिलेको बच्चाले हेला गर्छन् किन हेला गर्छन् भने चाहिँ अहिलेको आमा बाबुलाई आमा यहाँ टिभी हेर्न मस्त चाहिँ बच्चा भोकले चाहिँ रोइरहेको छ आमाले सोच्दै चाहिँ बच्चाले खुब चुसिरहेको छ सुन त चुसिरहेको छ कता चुसिरहेको छ आमालाई भत्तो छैन अनि यस्तो बच्चाले हेर नगरेको ल्याएर हुन्छ भनेको जुन बेला बच्चालाई 700 चाहियो त्यो बेला 700 दियो भनेर बोल्दा हामीले 700 चाहिएको बच्चाले 700 दिन्छ होला त होइन र त्यही भएर बच्चालाई असल व्यवहार हामीले गर्नुपर्ने छ सानै सजिलो बच्चा जे गरे नि हुन्छ भन्न मिल्दो रहेछ अब यहाँ के ल्याएको छ मम्मी पेट्रोल चलाउन व्यस्त हुन्छ घरका हामी गर्नु परेछ भने पिठो बसिरहेको छ केटाले भन्नु पनि हामीको त बच्चाले मोबाइल चलाउँछ भन्छु अहिले पनि मोबाइल नभएको त्यसले घरमा के गर्ने म पनि चलाउँदैन टिभी नचलाऊ भनेर के गर्ने बच्चाले होमवर्क गर्ने टाइममा मोबाइल नचलाइदिने आफूले पनि नचलाउने बच्चाले नचलाउने यो गर्दाखेरि राम्रो हुन्छ कि अब अरू कुरा हुन्छ एउटा राम्रो कुरा भन्न बिर्सिन्छ छ यस्तो यस्तो कुरा छ यसो किन हामी के भन्छौँ भने जस्तो एउटा फर इक्जाम्पल हेर्छ यो यसलाई के भन्नु पर्ने यो के हो थर्मस हो यो थर्मसलाई मैले यति टाढाबाट जुर्को उठाउन सक्छु सजिलै थर्मस उठाउनु छ भने के हुन्छ थर्मसको नजिक जानुपर्छ नजिक गएर बल्ल मैले यसको पोजिसन चेन्ज गर्न परिवर्तन गर्न सक्छु हो बच्चालाई परिवर्तन गर्न बच्चालाई राम्रो बनाउनु पनि बच्चासँगको हाम्रो सम्बन्ध टाढा भए बच्चालाई बदल्न सकिँदैन बच्चालाई बदल्न के गर्नुपर्छ हाम्रो बच्चासँगको सम्बन्ध प्रगाढ हुनुपर्छ अनि बल्ल बच्चालाई हामीले असल तरिकाले बदल्न सक्दा रहेछौँ यता होइन म्याडम हामी अहिलेको गुनासो त अहिले बच्चा के भएको ओभर गर्नको लागि टाढो लाग्छ हामीले भनेको त मान्दैन अहिले अभिभावकसँग बच्चाको सम्बन्ध किन कमजोर छ बच्चासँग अभिभावकसँग बच्चा किन टाढिन्छ बच्चा अभिभावकसँग टाढिनुका धेरै कारणमा एउटा कारण के रहेछ हो हाम्रा बालबालिकालाई अभिभावकको छुवाइ नपुगेर के नपुगेर चाहिँ
जसरी बच्चालाई खाना चाहिन्छ अगाडिहरू, जसरी बच्चालाई नाना चाहिन्छ त्यस्तै हाम्रा बालबालिकालाई अभिभावक के चाहिन्छ? छुवाई यानि कि टच यानि कि स्पर्शको पनि जरुरत हुँदो रहेछ। अभिभावकहरू ल भन्नुहोस् त, तपाईँले दिनमा आफ्ना छोराछोरीलाई कति पटक छुनुहुन्छ? ल कति पटक छुनुहुन्छ? यही क्वेसन गरेको म एउटा कार्यक्रम गरेर अभिभावकहरू भन्नुहोस् त, तपाईँले आफ्ना छोराछोरीलाई कति पटक छुनुहुन्छ भनेको? एकजना म्याडम पछाडि बस्नुभएको रहेछ, जुरुको उठ्नुभयो, भन्नुभयो सर म त दुईदिन छुनेको आएको भन्नु। मैले कसरी भन्दा एउटा गाउँमा अर्को गाउँ यो त ब्याज छ। एउटा बच्चा आमा बाबासँग नजिक होस्, आमा बाबासँग बच्चाको सम्बन्ध प्रगाढ होस् लागि एउटा बच्चालाई दिनमा कम्तीमा पनि आमा बाबाको 8 पटकसम्म छुवाइ चाहिन्छ। कति पटकसम्म? सुनिनु मैले कतिसम्म? आज घरमा गएर आमा मान्नुमा कुरो बुझ्यो के बुझ्यो भन्दा बच्चालाई सोध्दा 800 पो जस्तो बच्चा आउँछ बाबु किन सुरु बच्चा रे एकचोटि 800 ल आजको कोटा पनि फेरि भोलि आइज भन्नु त्यो भनेको होइन कि बच्चा बिहान सुतेको हुन्छ बाबु उज्यालो भयो उठा भन्नु एकचोटि सुन्नु होइन बच्चालाई होमवर्क गराउनु आमा बाबु होमवर्क गरी भन्नुभयो के भन्नुभयो अनि दुईचोटि सुन्नुभयो बच्चालाई अनि बच्चालाई के गराउनु पर्यो बच्चा स्कुलबाट आयो मेरो नानी स्कुलबाट पढेर घर भन्नु तीसचोटि सुन्नुभयो यसरी 8चोटि पुऱ्याउने भने हो कि अब यो छोरी मामिलामा आमाले देखेको 8चोटि 16चोटि पुऱ्याउनुहुन्छ। मैले यो बाबुलाई भनेको बाबुलाई आइन्छ होइन म पनि बाबु हजुर पनि बाबु यस्तो रहेछ कि सर बच्चालाई जसरी हामीलाई बच्चालाई नाना चाहिन्छ जसरी बच्चालाई खाना चाहिन्छ त्यस्तै हाम्रो बालबालिकालाई स्पर्श टच भनेर आवश्यक हुँदो रहेछ। तपाईँ याद गर्नुहोस् म्याडम एउटा बच्चा आमासँग नजिक भएको हुन्छ बाबुसँग किन टाइम चलाउँछ किनकि जुन बच्चाले बाबुबाट पर्याप्त छुवाई स्पर्श टच पाएको हुँदैन समय पाएको हुँदैन त्यस्तो बच्चाको आमासँग चाहिँ सम्बन्ध नजिक तर बाबुसँग चाहिँ सम्बन्ध त्यति टाढा हुने हुँदो रहेछ। बच्चाले के गर्छ बाबुबाट पनि समय पाउन जरुरी रहेछ बाबुबाट पनि स्पर्श पाउन जरुरी रहेछ भनेको बाबुले मलाई के भन्नुभयो थाहा छ ताराजी तिमीलाई भन्न सही गर्छ स्टेजबाट भाषण दिन सही गर्छ ताराजी हामीले बच्चालाई छोएर बसेर तिमीले कमाइदिन्छ पैसा तिमीले कमाइदिन्छौ साथी अहिले त पैसा चाहिँ कसैलाई कमाएर छ कुनै जुन बच्चाले आज हामी खाइ पैसा कमाइरहेको छौँ त्यही बच्चाले बुढेसम्म नि मेरा बाबा हुन् भनेर सँगै मेरो फोटो खिच्दै लाज पार्ने भने त्यो पैसा गर्न सकिँदैन कुनै जुन बच्चाले यति दुःख गर्छौँ त्यही बच्चाले बुढेसम्ममा बाबा बिरामी भएर हातमा मात्र हस्पिटल लाग्यो भने बच्चालाई इच्छा लागेन भने त्यो पैसा गर्न सकिँदैन कुनै अर्थात् अगाडिको बच्चालाई के चाहिन्छ आमा बाबा दुवैको नै समय पनि चाहिँदो रहेछ के छोरी मात्र फेरि जुनाको देखि बसेर सल्लाह आमाले सँगै चलाउनु भने हामीले लाज मार्ने छातीको साइडबाट छोरीलाई बाउले काखमा लानु भनेको होइन मैले के भनेको त एउटा 7 वर्षभन्दा मुनिको बच्चालाई को कुरा गरेँ मैले 7 वर्षभन्दा मुनिका बच्चालाई आमा बाबा दुवैको स्पर्श टच समय पाएका बच्चाहरूको आमा बाबासँगको सम्बन्ध के हुँदछ प्रगाढ। अझै बताउनु भनेर एउटा कुरा सुन्नु न म्याडम हाम्रो नेपालीहरूको बाध्यता छ देशमा रोजगारी छैन 6 महिना 7 महिनाको कलिलो बच्चाको दुध छुटाएर जापान अमेरिका हङकङ जाने आमा बाबासँग बच्चा नजिक आएको हुन्छ र खासै हुँदैन नि त किन किनकि बच्चालाई खानाले मात्र पुग्दैन बच्चालाई छुवाई स्पर्श टच भन्ने आवश्यक हुन्छ नि त यो साइकोलोजी यो यहाँ कतिपय सरहरू बिरामीले अलिक उच्च ओदाएको हुन्छ। सुन्नुहोस् न भारतले नयाँ कानुन पास गरेको छ भारतमा के कानुन बनाएको छ भने कुनै पनि बच्चा 2 वर्षको नहुन्जेलसम्म उसको आमाले छोड्नै नपाइने नियम बनाएको छ भारतमा सायद त्यो कानुन नेपालमा पनि आउँछ होला नेपालमा के त 4 महिनासम्मको दुई बच्चाहरू दुध छुटाएर जाने पनि हाम्रो एउटा बाध्यता पनि छ कतिपय त लहरै पनि छ नि त तर बच्चालाई केले पुग्दैन म्याडम किनकि बच्चालाई 2 वर्षसम्म आमा बाबा दुवैको समय स्पर्श टच छुवाइले बच्चालाई गराउँछ बल्ल पूर्ण बनाउँदो रहेछ यो पनि धेरै चाहिँ आवश्यक छ। मैले मेरो कुरा बुझाएको थिएँ तर बुझ्नु हो मेरो कुरा ताली गर्नु त जसलाई अब एउटा कुरा काममा लागेको यो तालीले अरू त ठिकै ठिकै भन्दो रहेछ ताली गर्नु छ किन ताली भनेको भनौँ ताली गर्न किन भनेको म्याडम ताली ताली बजाएको मान्छे खुसी हुँदो रहेछ तपाईँले यस्तो मान्छे देख्नु भएको छ म्याडम यता ताली पनि बजाएर यता दुखी पनि भएको छ भाइ कति पीडा छ बुढोले पैसा नपाएको 2 वर्ष भयो ताली बजाएको मान्छे ह्याप्पी हुन्छ। अहिले परिवारमा अरू केही दिन सकेन भने बच्चालाई के गर्ने खुसी दिने थिए परिवारमा खुसी दिन सक्यो भने बच्चाहरू के हुन्छन् अटोमेटिकली राम्रो हुँदो रहेछ एउटा असल खुसी शान्तिपूर्ण परिवारमा हुर्केको बच्चाले के गर्छ जिन्दगीमा निकै धेरै प्रगति गर्न सक्दो रहेछ है। ल यसको ब्याट्री रेडी गरेर हाल्छ ल अब तपाईँको अब यहाँ गएको कुरा आएर कि यहाँ अघि मान्छे छोड्ने कुरा गर्दै थिएँ कि जमाना साह्रै आधुनिक आएको थियो प्रिन्सिपल सर त ए कुकुर चाहिँ यहाँ काममा बोकेको छ बच्चा चाहिँ हिँडेर आएको छ यहाँ आधुनिक त भन्छ अलिक चाहिने भन्दा बढी आधुनिक भयो क्या यहाँ पनि यस्तो भन्छ अन्त के भन्छ जुनसुकै मूर्ख पनि बाउ बन्न सक्छ तर असल पिता धेरै कम मान्छे भन्छन् बिउ छ त चलिन्छ नि गोडमेल गरेर हुर्काउनु ठुलो कुरा त कसो म्याडम अन्त बुढालाई पनि धेरै राम्रो पर्ने चाहिँ यहाँ सिकाइ कुरा गरेर भन्ने सरलाई विदेश गर्नु आज भने फोन गरेर भिडियो कलमा आज यस्तो यस्तो कुरा सुने नि बुढाहरू त भन्नु पऱ्यो आफ्नो बुढालाई भने फेरि अर्को बुढालाई भन्नु अघि मैले तपाईँलाई मैले त्यो छुवाई भनेर तपाईँ नर्मली लागेको सुन्नुहोस् है टिचरहरू मैले अगाडिलाई मैले बिहान तस्तो गुण तस्तो कुरा गरेको हेलो टिचर खै टिचरहरू
गुड टच ब्याड टच भनेर तपाईँले पढ्नुहुन्छ नि त होइन यो यस्तो हुन्छ भाइहरू हामीले बच्चालाई गुड टच ब्याड टच सिकाउनुपर्छ एउटा ब्याड टच भनेको के भनेर भाइहरू हेर्नुहोस् त ल यसो काठमाडौँमा 3 वर्ष अगाडि घटेको घटना हो कि हेर्नुहोस् एकजना अहिले चाहिँ अफिसबाट झगडा गरेर आउनुभएको थियो घरमा यसो टिभी खोल्नु टिभी चल्दैन टिभी नचलेपछि अब आँगनमा छोरो खेल्दै गरेको यही बदमास टिभी बिगाऱ्यो भनेर त्यो खेल्दै गरेको बच्चालाई ल्याउनु गयो उहाँको घरभित्र अनि 3-4 झापड हेर्नु बच्चा भइना लड्यो अनि श्रीमतीसँग झगडा गरिदिनुहुन्थ्यो भरे त 5 मिनट गयो बच्चा उठ्ला उठ्दैन 7 मिनट गयो बच्चा उठ्ला उठ्दैन 10 मिनटपछि नाटक गरिरहेको छ बच्चा उठाउँछ बच्चा त कहिल्यै नउठेर गइसकेको छ भरे टिभी किन बिगारेछन् मुसा तागेर टिभी बिगारेछ अभिभावकहरू धेरै घरमा यस्तो भएको छ है त्यो रिसमा आवेगमा हात पर्दाखेरि कयौँ बच्चाको जिन्दगी तलमाथि भएको छ कयौँ बच्चाहरू अङ्गभङ्ग हुने आँखाको ज्योति घुम्ने यस्तो भएको छ तर अहिले यो हात लगाउने काम राम्रो रहेछ कि हामी के गर्छौँ बच्चा अलिअलि चर्चा गर्छ प्याटर पेट्छौँ बच्चाले खाने गर्छ प्याटर पेट्छौँ बच्चालाई खालि प्याटर नै पार्नु हुँदो रहेछ कि म्याडम खालि बच्चालाई पिटिराख्यो भने बच्चाले के गर्छ झन् त्यसै गर्छ मम्मीले एउटा प्याटर छ भन्दै गल्ती गर्छ एउटा प्याटर गर्दै गर्छ कि हस्पिटलमा पनि के हुन्छ भने म्याडम एउटै एन्टिबायोटिक बच्चालाई निरन्तर चलायो भने एउटा बिरामीलाई त्यो एन्टिबायोटिकले कामै गर्नु सक्छ त्यही भएर खालि बच्चालाई किस गरेको खालि पिटेको गर्ने भने बच्चाले के नै सक्छ त्यही भएर बच्चालाई पिटेर होइन भाइहरू सम्झाइ गरेर बच्चालाई जिम्मेवार बनाएर नै अगाडि बढाउने हो जुन अभिभावकलाई के लाग्छ मेरो बच्चालाई मैले पिटेरै तलाउँछु भने अभिभावकले के भ्रम छ त म सधैँभरि बाँच्छु सधैँ हामी बाँच्छौँ बाँच्नु त जिउँदो सम्झेर त बच्चालाई पिटेर तलाउँला मरेपछि के हुन्छ त तर बच्चालाई संस्कार दिएका छन् त बच्चा के हुन्छ संस्कार पाएको बच्चा त हामी मरेर गएपछि असल बाटोमा हिँड्छ नि त होइन र त्यही भएर भाइहरू पिटेर कुटेर भन्ने कुरा होइन कि बच्चालाई सम्झाइ गरेर बच्चालाई चाहिँ काउन्सिलिङ गरेर जिम्मेवारी दिएर जिम्मेवारी बोध गराएर हुर्काउनु पर्ने आवश्यकता रहेछ अब ल मैले 1 2 3 भन्ने पढ्ने है सबैले रेडी 1 2 3 सबैले पढ्ने यो ठाउँलाई के भन्छ अरे बर्दघाट है त के भन्छ हाम्रो गुरुले बर्दघाट जाने भन्छन् बर्दघाट ल यो बर्दघाटतिर धान चाहिँ कुन महिनामा रोप्नुहुन्छ हजुरहरू सबैले एकैचोटि भन्नुहोस् कुन महिनामा रोप्नुहुन्छ अनि धान काट्ने चाहिँ कहिले हो मङ्सिरमा ल हस् हामी रोप्छौँ धान असारमा धान काट्छौँ मङ्सिरमा यसो गरौँ न म्याडम यता अन्त म्याडम बर्दघाटमा असार महिनामा गएर खेतमा गएर धान रोप्ने धान रोपेपछि खेतमा फर्केर नजाने अनि मङ्सिरमा खाली बोरो बोकेर कति फलेछ पनि धान भनेर खेतमा गयो भने धान फल्छ ए धान रोपेर मात्र हुँदो रहेछ बेला बेलामा धानमा सिँचाइ गर्न मलजल गर्न गोडमेल गर्न पनि खेतमा जानुपर्छ हो त्यही त हो बच्चालाई कुमुदिनीमा भर्ना गरेपछि एक दिन पनि फर्केर स्कुल नजाने अनि एकैचोटि रिजल्ट नआउँदा रिजल्ट राम्रो हुन्छ अनि थाहा छ त हो त्यही मात्र असर राखेको भएको नि है धेरै राम्रो तपाईँले जानुहुन्छ त सबैजना आउनुहुन्छ त्यही भएर कुमुदिनी राम्रो भएको नि त हो तपाईँहरू असल राखेर विद्यालय राम्रो भएको हाम्रो बच्चा राम्रै पढेको अर्थमा भाइहरू बेला बेला स्कुल आएर बच्चाको प्रगति बारे बुझ्नुपर्ने रहेछ होइन फिस तिर्दा भन्न छोडेर हुँदो रहेछ किनकि पैसा तिर्दैमा आउने भने त धनीका बच्चा त सबै राम्रो हुनुपर्ने सबै धनीका बच्चा राम्रो हुँदैन नि त पैसा तिरेर मात्र हुँदो रहेछ बच्चाको अरू धेरै कुराहरू हामीले बुझ्नुपर्ने रहेछ अब यहाँ के भन्छ सङ्कीर्ण होइन उदार बन्न सिकाउँ भन्छ के भने अब यो हेर्नुहोस् म्याडम एकदिन यस्तो भएछ बच्चाले यस्तो भन्छ मामु आज मेरो साथीको बर्थडे छ चान्छु ल भन्छ तपाईँ सोध्नुहुन्छ तेरो साथीको नाम के हो र भनेको मोहम्मद असलाम त मुस्लिम नाम हो नि त तेरो साथी मुस्लिम हो भनेको त मुस्लिमको घरमा पनि कहीँ जान्छ भन्दै भने बच्चाले के लाग्छ भन्नुहोस् त हाम्रो मुस्लिम समुदायप्रतिको दृष्टिकोणै रङ हुन्छ नि त एकदिन यसो भने बच्चाले मामु मेरो साथीको घरमा म यो पनि खान जान्छु ल भन्यो तेरो साथी नेवार पनि मित्र बन्छ भन्दै भने बच्चालाई के लाग्छ नेवार कम्युनिटी भन्नुहोस् त तर हजुर कहिले पनि हामीले एउटा जातीय आधारमा धार्मिक आधारमा होइन यस्तो भेदभाव गर्नु रहेछ कि एकदिन यस्तै भएको म्याडम मेरो छिमेकी छ हेर्नुहोस् काठमाडौँमा त्यो छिमेकीले के भन्छ भनेको त 3 तले घरको छतबाट बाटोमा खेल्दै गरेको आफ्नो बच्चालाई बोलाएको के ए बाबु घर आएछ अनि मधेसी आएर बोरोमा बोकेर जान्छ भन्दैछि त्यो हाम्रो मधेसमा पनि दाजुहरूको कस्तो देख्नु बच्चा भन्छ तर अब कहिले पनि बच्चाले के गर्नु रहेछ भने धार्मिक आधारमा भौगोलिक आधारमा सङ्कीर्ण मानसिकता विकास गर्ने हुँदो रहेछ यदि बच्चालाई के बनाउँछ हामीले जातीय आधारमा धार्मिक आधारमा सङ्कीर्ण बनाएर के हुन्छ हेर्नुहोस् यो हुन्छ है एकचोटि यो फोटो हेर्नुहोस् प्रसन्नाहरू एकचोटि यो फोटो गौर गरेर हेर्नुहोस् है आजभन्दा करिब 10 वर्ष अगाडि के बाँच्यो भने म्याडम काठमाडौँको बसन्तपुरमा एउटा लामा ठाउँमा मैले अत्यन्तै सुन्दर अनुहार भएकी एउटा किशोरीको अनुहारमा एक अपराधीले तेजाब खनाइदिएको थियो याद छ तपाईँलाई कुरा याद छ है
जब तेजाब खनाइयो सर्वत्र समाचार आयो अनि कुन अपराधीले यस्तो काम गर्यो भनेर अब अपराधीको खोजीहरू थाल्यो। जब अपराधीको खोजी गर्ने त्यो व्यक्तिहरू हेर्दै जाँदा त्यो अपराधी एउटा सामान्य केटाको रहेछ। तर त्यो सामान्य केटालाई पक्राउ गर्यो भने सोधे कि प्रहरीले, बाबु हेर तिमी त आफ्नै बहिनीको उमेरले त्यो केटीको अनुहारमा तेजाब छापेर बर्बाद पार्ने बाबु, आफ्नै बहिनीको उमेरको त्यो केटीको अनुहारमा किन तेजाब छाप्यो बाबु भन्दा त्यो केटोले तेजाब खनाउनु पर्ने कारण जुन बोल्यो नि त्यो कारणले आज हाम्रो जिउमा काँडा आउँदिन्छ। त्यो केटोले प्रहरीको अगाडि यस्तो बयान दिएको थियो, सर आफ्नै बहिनीको उमेरले त्यो केटीको अनुहारमा तेजाब छाप्ने इच्छा थिएन मेरो, त्यही पनि म बाध्य भएर तेजाब छापिदिएँ। किनभने त्यो केटीको आमाले सधैँ मलाई काहीँबाट हेर्ने गर्थ्यो। त्योभन्दा मलाई यति दिल दुख्थ्यो कि त्यसैको बदलेर म उसको छोरीको नाममा तेजाब छापेको अगाडिको कारण धेरै लाग्छ। उसले दिएको बयान यस्तो थियो। त्यही भएर हामी हाम्रा छोराछोरीसँग मात्रै मिठो बोलेर हुँदो हामी हाम्रो समुदायमा हाम्रो चर्चमा पनि राम्रो बोल्नुपर्छ, होइन भने छुच्चो तिम्रो गरियो भने के हुन्छ भाइहरू, हामी त मरेर जाउँला। हामीले बोलेको तुच्छ शब्दले के हुन्छ त्यसको बदला हाम्रो सन्तानले तिर्नुपर्ने हुन्छ। त्यही भएर यसो गरेर हाम्रो समाज राम्रो बनाउने नि त को तल जात को मान्छे को पाहाडे हामी नेपाली हो नि त होइन र भाइहरू। त्यही भएर अबदेखि हामीले समाजमा पनि राम्रो भातृत्व कायम गर्नको लागि हामीले मिठो बोल्ने समाजमा एकअर्कालाई त्यसरी होइन अहिले तुच्छ सोच्ने यस्तो व्यवहार गर्नु हुँदो रहेछ। अब यहाँ के भन्छ, सद्गुणको सम्मान गरौँ, बेइमान बन्न प्रेरित नगरौँ भन्छ। एक दिन यस्तै भएछ, एकजना आफ्ना आमा आफ्नो छोरीले नगरी यहाँ पसलमा जानु आएको रहेछ, फलफुल पसलमा। यता फलफुल पसलले ल्यायो उता पैसा नल्याइ रहेछन्। त्यही बेलामा छोरीले दुईटा आफ्नो गाडा खल्तीमा लुकाएछ। आमाले छोरीले आम छोरीको देख्नुभयो, आमाले केही पनि भन्नु भएन। अनि घरमा आएर आमाले छिमेकीलाई बोलाएर भन्नुहुन्छ, हेर दिदी हामीले छोरी त कम त बाटी रहेनछ र भैयाले उता पैसा गर्दै थियो, दुईटा त झ्याप्पै लुकाइदिए छोरी बाटी हो त बाटी होइन। त्यही बेलामा छोरीलाई छोरी तिमी गलत गर्दैछौ, चोरी गर्नुहुन्न, यो दुईटा फिर्ता गरेर दाइसँग माग्नु भनेको के हुन्छ त्यसलाई, ओहो गल्ती गरौँ नराम्रो कुरा रहेछ, मम्मीले गल्ती गरेर मलाई के गर्नुभयो सच्याउनु भन्थ्यो नि त। यो संस्कार भनेको के रहेछ भने भाइहरू, बच्चाले जब गलत काम गर्छ गलत काम गर्दा उसलाई के गर्ने माफी माग्न लगाउने, जब बच्चाले राम्रो काम गर्छ त्यसलाई बच्चालाई हौसला दिने। यदि यस्तै गऱ्यो म्याडम हेलो म्याम, यदि यो बर्दघाटबाट 9 वर्षको छोरा र आमा एउटा बसमा चल्नु भएछ, जाँदाखेरि त्यो नारायणघाट गाउँदेखि जाँदाखेरि के गर्नुपर्ने भएछ, त्यो 9 वर्षको बच्चाले भाडा दिएछ कन्डक्टरलाई, भाडा दियो कन्डक्टरलाई, हेर्नुहोस् कन्डक्टरले फिर्ता गर्नुपर्ने छ 30 रुपियाँ। कन्डक्टर झुकिएछ, झुकेर 10 रुपियाँ बढिदिएछ, 30 रुपियाँ दिएछ। 9 वर्षको छोरी यसो पैसा पनि 10 रुपियाँ बढी आयो नि त, लागेको भाडाभन्दा बढी 10 रुपियाँ आयो। अनि त्यो 9 वर्षको छोरीले आमालाई सोधेर भन्छ, दाइ हजुरले 10 रुपियाँ बढी दिनुभएछ, लिनुहोस् बढी पैसा लिनुहोस् भन्दै के फिर्ता गरिदियो। आमाले मसैबाट छोरा सिमाट्छ, यो लाटो त्यो के फिर्ता गर्नु पऱ्यो, छोरा लाटो होइन त, छोरा इमान्दार हो नि त। बाबुजीले राम्रो गर्छ भने यो बेला सानो राख्यो, राम्रो काम गर्न हौसला दिन्छ नि त। अहिले संस्कार भनेको यही हो कि सुन्न सामान्य लाग्छ, यही संस्कारले बच्चालाई के बनाउँछ, मान्छे बनाउँछ। हेर्नुहोस् एक दिन यस्तै भयो, एउटा यस्तो हुन्छ म्याम, एकजना व्यक्तिलाई बेङ्गलुरुको आरोपमा जेल सुनाइ हुन्छ। सबैले एकै समय के भन्ने 1 देखि 30 सम्म गर्ने, कसरी गर्ने 1 2 3 भन्दै सबैले एकै समय 1 देखि 30 सम्म गर्ने। हामी सबैले 1 देखि 30 सम्म गरिरहँदा यहाँ अगाडि उभिनुभएको अभिभावकले के गर्ने, त्यो रिबनमा छिटो काठो बार्ने। के बार्ने म्याडम, छिटो काठो बार्ने, लगाउने जति छैन धेरै बार्ने, लगाउने काठो बारेन त्यस्तै काठो बार्ने होइन, जसले गर्दा एकदम म्याक्सिमम काठो बार्ने है। हामीले के गर्ने 1 देखि 30 सम्म गर्ने। ल सबैले गरिदिनुहोस् न ल अभिभावकहरू, किनकि बच्चाको लागि बसेको हुन्छ हो कि त्यसलाई सबै धेरै टोलायो घर बसी काम बिग्रिया भन्ने होइन नि त, सबैले गर्ने। सबैले गर्ने भने छिटो सक्छ, नत्र झन् धेरै पढाउँछ है। त्यही भएर सबैले गर्नु होला। ल तपाईँले के गर्ने गर्दाखेरि ट्याङ्की है, पैसा भिडियो भाइरल हुन्छ अनि टिकटमा हाल्ने है, त्यसलाई भाइरल बनाइदिनु न, के फरक पर्यो। ल सबैले गर्नु होला। ल त्यसो त मजा गरेर आयो, यतिको मजा गरेर तपाईँलाई सुझाउ आउँछ नि त साथी, त्यही भएर मजा गरेको। ल सबैले गर्नुहोस् है, रेडी 1 2 3 1 2 सबैले 9 छिटो भन्नु 13 छिटो 18 19 20 22 24 26 28 30 सबले सुन्नु न, खेला चाहिँ बाँकी नै छ। फेरि हामीले 1 देखि 30 सम्म गर्नेछौँ। तपाईँले गाडो उठाउनुपर्छ, जसले गाडो विजेता भन्छ है। रेडी 1 2 3 1 2 3 4 19
19, 21, 23, 25, 27 सुन्नु न मान्छेहरू गाडो पार्दा त खुब मजा आएको यहाँ आफूले पारेको गाडो फुकाउनु त गाडो रहेछ त होइन आफूले पारेको गाडो फुकाउनु त गाडो रहेछ त बच्चा बिगार्न सजिलो समय हजुर एकचोटि बिग्रेको बच्चालाई सुधार्ने के छ यस्तै गाह्रो हुन्छ के त्यही भएर बच्चा बिग्रेपछि बच्चा गलतमा लागेपछि बच्चा गलत बाटोमा लागेपछि सुधार्नुभन्दा बच्चा गलत बाटोमा लाग्नै नदिन सकिनु पर्यो नि त ल ठिक छ गाँठो फुक्यो अरे गाँठो फुकिहाले पनि पहिला यस्तो रिबन हुन्छ हुँदैन नि त गाँठो फुक्यो भने यहाँ के हुन्छ दाग बस्छ एकचोटि चरित्रमा दाग लागेपछि एकचोटि इज्जतमा दाग लागेपछि पहिला यस्तो हुन्छ हुँदैन नि त त्यही भएर भाइहरू बच्चा गलतमा लागेपछि दुर्व्यसनमा फसेपछि बच्चा गलत बाटोमा लागेपछि सुधार केन्द्र लानुभन्दा के हो बच्चा गलत बाटोमा लाग्नै नदिन सकिनु पर्यो लाग्नै नदिन सकिनु के पर्यो बच्चालाई समय दिनु पर्यो स्कुलले बोलाउँदा आउनु पर्यो बेला बेला स्कुलमा आएर बच्चाको बारेमा बोल्नु पर्यो के कसो हो है क्या ल तपाईँलाई रिबन उपहार ल घर छुट्टी राख्नु होला तपाईँ चाहिँ म्यापमा उपहार दिनुहोस् है त हजुर फल्नु पर्यो गाह्रो रहेछ सर बोल्न हो गाह्रो हो त्यही हो बच्चा सुधार्नु गाह्रो छ तर बच्चा बिग्रेपछि सुधार्नुभन्दा बिग्रिने गरेको सजिलो पर्यो त्यही भएर तपाईँ मैले के भन्दै थिएँ जानुहोस् त यता हुन्छ है अब सबैले त जान्नु होला एउटा सानो बिरुवाको पनि बार दिन लगाइन्छ भने त्यही बिरुवालाई गाई बस्तुले नखाइदियो केटाकेटी जिम्मेवार छन् उनका जिम्मेवार छन् जस्तो लाग्दैन हजुरलाई आमा बाउले पनि त मेरो छोरीले कहाँ रात बिताउँछ मेरो छोरा कोसँग सङ्गत गर्छ अलिअलि त आमा बाउको पनि त दायित्व हुन्छ होला नि त हुँदैन र जब बजारमा सरकारहरू सन्दीप र पलका कुराहरू बजारमा आए नेपालको कानुनमा एउटा कुरा लेखाएर चाहिँ व्याख्याहरू तपाईँलाई कतिको याद गर्नुभयो नेपालको कानुनमा के भनेर लेखेको रहेछ भने 18 वर्ष पुरा नभएकी एकजना केटी मान्छेको सुन्नुहोस् है राम्रो ध्यान दिएर सुन्नुहोस् नेपालको कानुनमा के लेखेको रहेछ भने 18 वर्ष पुरा नभएकी एकजना केटी मान्छेको उसको मन्जुरीमै राखिएको शारीरिक सम्बन्ध पनि बलात्कार हुनेछ भनेर नेपालको कानुनमा लेखेको रहेछ नि है जब यो कुरा मिडियामा आयो कतिपय अभिभावकले कमेन्ट आउनु आएको के भन्दै कमेन्ट आउनु आएको थाहा छ किन 18 वर्ष पाउनु परेर जुनाको रेखी बसेर छातीको साइज बढाएको छ केटाकेटीको मन मिल्यो त मिल्यो किन चाहियो र 18 वर्ष नौ यहाँनिर हामीले बुझ्नुपर्ने कुरा छ भाइहरू हामीले बुझ्नुपर्ने कुरा यहाँनिर के छ भने 18 वर्ष पुरा नभएका हाम्रा छोराछोरीको शरीर विकास भए पनि यौनाङ्ग विकास भए पनि 18 वर्ष पुरा नभएका हाम्रा छोराछोरीको दिमाग विकास भएको हुँदैन दिमागको पनि कुन भाग विकास भएको हुँदैन प्रिफ्रन्टल कर्टेक्स के काम गर्छ निर्णय लिने काम गर्छ जिन्दगीको निर्णय गर्ने दिमागको भागै 18 वर्ष पुरा नभएका बालबालिकाको विकास भइनसकेको हुनाले 18 वर्ष पुरा नभएका बच्चाले जे कुरा गर्छ नि उसले सही निर्णय गर्न सक्ने उमेर भएको हुँदैन त्यही भएर 18 वर्ष पुरा नभएका बालबालिकालाई बच्चा टाको माथि के को मलाई जित्यो भनेर साह्रै छोड्न पाइन्न किनकि त्यो बच्चा जो 18 वर्ष पुरा नभएको बच्चालाई के गर्नुपर्ने छ एउटा अनुशासनको दायरा घेरामा राख्नुपर्ने छ किनकि 18 वर्ष पुरा नभएको बच्चा जे गर्छ नि आफूले के गर्दै सुने बच्चालाई के हुँदैन उसले सही निर्णय गर्न सक्ने हुँदो रहेछ के म्याम सुन्नु न कुरा के हो भने बच्चा पाइरहेसुकै भौमानले हुर्काउन भन्न पाइन्न के अहिले किन थाहा छ हामी भ्रष्टाचारबाट के बुझ्छौँ नेताले सुन तस्करी गर्ने शरणार्थी काण्डमा भाग लिने मात्रै भ्रष्टाचार होइन नि त भ्रष्टाचार के पनि हो थाहा छ म्याडम आफूले सन्तान पाउने आफूले जन्माएको बच्चालाई राम्रोसँग समय शिक्षा र संस्कार नदिएर आफ्नो सन्तानलाई बिगार्नु पनि भ्रष्टाचारै होइन र किनकि एउटा सन्तान जब बिग्रेर अपराधी बन्छ त्यो अपराधीले समाजका कतिजनालाई रुवाएको हुन्छ भन्नुहोस् त कतिजनाको निद्रा हराम गरेको हुन्छ भनेपछि त बच्चा पाएर उसलाई राम्ररी हुर्काउनु पनि धेरै ठुलो काम हो एक दिन यस्तै भएको म्याडम एकजना म्यामले मलाई के भन्नुहुन्छ भनेको त सर जिन्दगीमा ठुलो कुरै गर्न सकिएन न जागिर खान सक्यो न विदेश काम जान सक्यो ठुलो काम गर्न सकिएन भन्नुभयो मैले भने ए म्याडम ठुलो काम गर्न सक्नु भएन छोराछोरी पाउनु भएको भनेको त छोराछोरी त सब ठाउँमै पाइन्छु भन्नुभयो ए छोराछोरी पाउनु भएको छ भने आफूले पाएका बच्चालाई राम्रोसँग हुर्काउनुहोस् त आफूले पाएको बच्चालाई राम्ररी हुर्काएर हाम्रो बच्चा महावीर पुन बन्यो भने के हुँदो रहेछ हामीले बच्चा जन्माएको बच्चालाई संस्कार दिएर हामीले डाक्टर सन्तोष रोहित जस्तै बनायो भने केही हुँदो रहेछ अनि एउटा बच्चालाई राम्रोसँग संस्कार दिएर हुर्काइदिनु पनि त राष्ट्रका लागि योगदान रहेछ नि त होइन र त्यही भएर भाइहरू हामीले बच्चालाई राम्रोसँग समय नदिएर संस्कार नदिएर बिगार्नु पनि अपराध रहेछ भने आफ्नो बच्चालाई असल संस्कार दिएर हुर्काउनु पनि के रहेछ देशका लागि योगदान रहेछ त्यस्तो लाग्दैन के त म्याडम कुनै एकजना व्यक्ति पढेर कुनै व्यक्ति डक्टर बन्नको लागि पढेर डिग्री लिनुपर्छ कि पर्दैन भन्नुहोस् त तपाईँ क्वेसनै बुझ्नु भएन कुनै व्यक्ति डक्टर बन्नको लागि पढेर डिग्री लिनुपर्छ कि पर्दैन कोही व्यक्ति टिचर बन्नको लागि पढेर डिग्री लिएर टिचर बन्नुपर्छ कि पर्दैन कोही व्यक्ति इन्जिनियर बन्नको लागि कुनै पढेर डिग्री लिएर मलाई इन्जिनियर बन्छ हो
के कोही व्यक्ति वकिल बन्न पनि कसैको कोखमा जाने हो खुद वकिल पनि हुन्छ कि पढेर डिग्री वकिल बन्छ पढेर डिग्री वकिल बन्छ ल एउटा गेम खेल्नु पर्यो म तपाईँलाई डक्टर बन्न भन्छु सबैले के गर्ने हात त्यसरी माथि गरेर के भन्नु पर्यो डिग्री चाहिन्छ भन्ने म इन्जिनियर बन्छ म बन्न भन्छु तपाईँ हात गाड्ने भन्ने डिग्री चाहिन्छ भन्ने हेर्दै हेर्दै जाउँ कहाँ पुगिन्छ ल चुनावमा त बडो नारा लगाउनु आज त जरिमा लालसलाम आज नारा लगाउनु पर्यो सबैले गर्ने डक्टर बन्न होइन होइन सबैले मनबाट भन्नुभयो होइन है सबैले मनबाट भन्नु डक्टर बन्न वकिल बन्न टिचर बन्न इन्जिनियर बन्न आमा बाउ बन्न यो आमा बाउ चाहिँ जोसुकै बनाएको धेरै जस्तो झुकेर बनाएको थियो र आमा बाउ पनि बच्चा पाउँदैन आमा बाउ भने नभएकोहरू हो आमा बाउ बनेको त केही केही योग्यता त हुनुपर्छ नि होइन र बच्चा पाउँदैन आमा बाउ बनेको त जनावर पनि बच्चा पाउँछ त होइन र सुन्नु भएकोहरू यता सुन्नु हलो म्याथ मलाई सुन्नु तपाईँहरू तपाईँहरू कति अरूलाई लाग्छ आमा बाउ महान हुन्छ हातमस्त कसैलाई आमा बाउ महान हुन्छ कसैलाई लाग्छ होइन आमा बाउ महान हुँदा रहेछ पाउनुहोस् आमा बाउ महान हुँदो रहेछ म्याडम मलाई त्यो दिन आमा बाउ महान हुन्छन् भन्ने भ्रम थियो जुन दिन मैले थाहा पाएँ थाहा छ कतिपय आमा बाउको घर झगडाले गर्दा कतिपय आमा बाउको लापरवाहीले गर्दा बच्चा डिप्रेसनमा गएर बच्चा सुसाइड गर्न बाध्य भएको बच्चाको जब मैले लाभ तिरेँ नि तपाईँलाई पोस्टमार्टम भनेको थाहा छैन म्याडम पोस्टमार्टम मलाई थाहा छ आमा बाउको राजनीतिको झगडाले गर्दा सुसाइड गर्न बाध्य भएका 14-15 वर्षका बालबालिकाको जुन दिन मैले लाभ तिरेँ नि मेरो हातले त्यो दिन मलाई के लाग्यो आमा बाउ महान आमा बाउ महान कोही आमा महान हुन्न त्यही आमा बाउ महान हुन्छ जो तपाईँ जस्तो महान हुन्छ जसले बच्चालाई कसरी हुर्काउने गर्न पनि सक्नुहुन्छ बच्चालाई कसरी संस्कार दिन सक्नुहुन्छ तपाईँ जस्तो आमा बाउ मात्रै महान हो कतिपय आमा बाउको गल्ती झगडा र कलहले गर्दा कैयौँ बच्चाहरू मर्न बाध्य पनि भएको हुन्छ आमा बाउको कारणले गर्दा कैयौँ बच्चाको जिन्दगी बर्बाद पनि भएको हुन्छ त्यही भएर सबै आमा बाउ महान हुनु रहेछ आमा बाउ भन्नको लागि पनि असलबाट पनि ज्ञान पर्नेछ केही संस्कार बच्चालाई बुझ्न जरुरी रहेछ के गलत बोले यो बाउ त त्यही भएर अगाडि आज तपाईँले एउटा कुरा लागेको छैन म्याडम यो ताराजी यार बडो हामीलाई फर्काइरहेको छ पानी पिउनु दिइरहेको छैन अलिअलि चाहिँ मैले तपाईँलाई फर्काएकै होला सुन्नु न म्याडम किन फर्काएको भनेको कसरी हिसाबले भन्नु न मैले के देखेँ भने म्याडम जब मैले ती कलिला बालबालिकाको लास तिर्दै मलाई लाग्यो अब म के गर्छु मेडिकल डक्टर त अरू पनि छन् अब म देश दौडामा एउटा अवेरनेस भनेको घरमा बच्चालाई कसरी संस्कार दिने बच्चालाई कसरी बुझ्ने यो कुरा पनि सिकाउन जरुरी छ भनेर आज यो अभियानमा आजको यो क्लासमा तपाईँ मलाई मन नपरेर केही हुन्न तर आज तपाईँले सिकेको कुरा तपाईँले गर्नुहुन्छ कुनै छिमेकीलाई भन्दै गर्छ छिमेकीको एउटा बच्चा शोषित पीडित हुनबाट जोगियो भने आजको कार्यक्रम सफल गर्न थाल्नु होला त्यही भएर यो त राम्रो कुरा हुन्छ यसलाई कतिपय बेला सुन्नु न हस्पिटलमा एउटा बिरामी आउँछ आया पुग्यो भन्छ सुई लाउने सोध्छ नि त सबै सुई लाग्यो किन सुईको भाइको छ नि त आजको कुरा चाहिँ तपाईँलाई नमिठो लाग्ला तर त्यसले अल्टिमेटली समाज राम्रो गर्छ नि त सुन्नु पऱ्यो नि त हामीले पऱ्यो परेन तपाईँले एकछिन पीडा सहँदाखेरि बुझाएको हेर बोल्नु कि ताराजी ल अब सर सबैजना बोल्नु यो चित्रमा कुन जनावर दिन्छ सबैजना बोलेको चित्रमा के दिन्छ बोलेको सबैजना बोल्ने माथिको अगाडिको बोल्नु हेरी राम्रो अगाडिको ओके अगाडिको तपाईँले विभिन्न जनावर देख्नुभयो अनि एकछिनमा मानस अगाडिको एउटा कुमुदिनी स्कुलको कक्षामा कतिपय मानव सन्ताको विद्यार्थी आएको रहेछ कतिपय हात्ती सन्ताको विद्यार्थी आएको रहेछ कतिपय माछा सन्ताको विद्यार्थी आएको रहेछ अनि यो हाम्रो प्रिन्सिपल सर जातमा यी जनावर भन्नुहोस् हो सरा भुर्न उठ्छ मसुन्जला पाँच तपाईँले त्यसै सेकेन्ड हुन्छ तर रुखजना भनेर माछा के हुन्छ भन्नुहोस् त खेल्ने माछा त मर्छ होइन रुखैसँग थाल्यो भने त माछा त मर्छ एकछिनलाई विचार गर्नुपर्छ राम्रो कुमुदिनी स्कुलमा रिजल्ट सुनाउने दिन थियो अनि रिजल्ट सुनाउन प्रिन्सिपल सर बस्नु भएको थियो तपाईँको बच्चा चरा क्षमताको रहेछ भने त फर्स्ट भयो तपाईँको बच्चा 12 क्षमताको रहेछ भने रोक चढ्नेमा सेकेन्डमा त खुसी हुनुहुन्छ तर तपाईँको बच्चा हात्ती क्षमताको हुन नि सक्छ नि होइन नभएकोहरू हात्ती त रोक चढ्न सकेन अब आफ्नो बच्चा पढाइमा फेल भयो भने तपाईँले टिचरलाई यसो भन्नुहुन्छ थ्याङ्क यू सर मेरो बाबुलाई फेल गरिदिनु भएछ बेलुका खिर पकाउँछ खिर खान आउनुलाई भन्नु लागि भनेको भन्ने हो त्यसो गर्दा हेर्छौँ हाम्रो टिचरलाई होइन अनि त्यो माथि चाहिँ तान्छौँ अनि वर्षभरि तिनीको फिस याद आउँछ 1000 का पड्किने नोट अनि त्यो हात्ती बिचरा फेल भएको छ नि त फेल भएको हात्तीलाई पनि पिर त परेको छ तपाईँको बच्चालाई पिर परेको छ बिचरा तपाईँको गाडी अपराधी जस्तो हकमा परेर आँखाबाट आँसु बगाउँदै उभिया हुन्छ अनि त्यो फेल भएको छोरो हात्तीलाई हामीले कुमुदिनीबाट घर कसरी लान्छ भन्नुहोस् न यसै लान्छ जानुहोस् पछाडिबाट धकेल्छ हिँड घर हिँड तेरो बाउ हुनुभयो त म कम्प्युटर लाइन्छ हिँड पढ्दैन पनि हिँड हुन त कस्ता बाउको छोरो हो हिँड भनेको बच्चालाई धकेल्दै लान्छौँ अनि धकेल्दै लान्छौँ बाटोमा जाँदा हामी के भन्छ चोकमा कुमुदिनी स्कुल पहिला त राम्रोसँग चाहिँ खत्तम भएछ
धीरजसँग राजनीति गर्न लागि तपाईँ त्यही भन्दै चाहन्छु किनकि चित्त बुझाएको अनि बच्चा राम्रो गरिरहेको छैन गुनासो छ यहाँ स्कुलमा पढाएर फेरि फर्स्ट आउँ कि कान्छु किन उठ्न भन्दै हामी गर्छौँ घरमा जान्छौँ घरमा गएर हातलाई के गर्छ हामी सोफामा बसाल्छौँ बेलुका बाउ आउँछन् बाउ आएर बाउ र आमाले यो आफ्नो छोरा हात्ती खेल्नुको हात्तीलाई कसरी समाउँछन् हेर्नुहोस् त यसै समाउँछन् हेर त छोरा त यति धेरै मोटे छस् 2 थाल भात खान्छस् तर पढाइ भने चरा पनि पढिनस् बाँदर पनि आउँदैनस् तँलाई जन्माउनु धिक्कार भन्छ आमाले अनि त बाउले भन्छ मैले त नपाऊँ भनेको नि तिमीले त्यसरी पाएको सोध्छौ नि अन्तखेरि भन्दै तर त्यो अहिले के भन्दैन भने यो हाततिर रुच्छ जान्छ सट्टा भाइको पनि जाँचेको हातले के हुन्छ भन्नुहोस् त यो माछा रुच्छ जान्छ सट्टा पौडीले जाँचेको माछा के हुन्छ भन्नुहोस् त हो त्यही भएर आज अब कुमुदिनीका प्यारेन्ट्सले आजबाट के भन्नु पर्यो भने सबै बच्चा पढाइमा ट्यालेन्ट हुन्छन् भन्ने हुन्न मेरो हजुर यदि तपाईँको बच्चा पढाइमा ट्यालेन्ट छैन भने र बच्चालाई पढाइमा राम्रो गराउन चाहन्छ भने के गर्नुपर्छ उनीहरूको रुचि पहिचान गर्नुहोस् बच्चाको रुचि पहिचान गरेर पढाइयो भने बल्ल बच्चा के हुँदो रहेछ पढाइमा उत्कृष्ट हुन सक्दो रहेछ अब हेर्नुहोस् यहाँ के लेख्यो सबैले पढ्नुहोस् त के लेख्यो आओ माटोको भाँडा अभिभावकहरू यहाँहरूमा चाहिँ कतिजनाले सुन्नु भएको छ बालबालिका भनेका काँचो माटो जस्तै हुन् उनीहरूलाई जस्तो आकारको भाँडा बनाउन चाह्यो त्यस्तै आकारको भाँडामा बगाल्न सकिन्छ यो भनाइ यसभन्दा अगाडि कतिजना सुन्नु भएको छ यो भनाइ सुन्नेहरू आजबाट यो भनाइ दिमागबाट निकालेर दाउने माटिकाले फालिदिनुहोस् त खाले यो भनाइ निकालेर फाल्ने अब सही भनाइ गरेर जाने ल म्याडम सही भनाइ यस्तो रहेछ बालबालिका भनेका काँचो माटो होइनन् जसलाई कि जस्तो आकारको भाँडा बनाउन चाह्यो त्यस्तै आकारको भाँडामा बदल्न सकियोस् बालबालिका भनेका बिउ हुन् उनीहरू जेको बिउ हुन् त्यसको मात्रै बिरुवा बन्न सक्छन् हजुर पहिले के भनिन्थ्यो बच्चा भनेको काँचो माटो जस्तो बनाऊ त्यस्तै भन्छ भनेर बच्चा यहाँ पेटमा आउँथ्यो गर्भवती आमाले यत्रो पेट देखाएर छिमेकसँग कुरा गर्थ्यो हेर दिँदै यसलाई त भन्छ टाउडर बनाउने भनेको नि टाउडरले ल पेटको बच्चा जन्मिने टुङ्गो छैन पेटले डाक्टर फिक्स भयो अनि यसरी बनेको डाक्टरले थाइरोइडको अपरेसन गर्दा पार्टी गर्न नसक्ने कसले थाहा भन्नुहोस् त काट्नुपर्ने जाने कुरा चाहिँ पानी गरेर खाइदिन्छ होइन अस्ति एउटा समाचार पढ्नु कि पढ्नु भएन प्लास्टर गर्नु जाने चाहिँ पाएको प्लास्टर गरेर पठाइदिन्छ होइन किनकि उसले आमाको लागि पढाएको छ के भन्छ हो पहिले बच्चालाई काँचो माटो भनिन्थ्यो आजकल काँचो माटो भनिन्न आजकल बच्चालाई के भन्छ बिउ भनिन्छ सल्लाहको बिउ रोपेर सल्लाहको रूप बन्न सक्छ सालको रूप बन्दैन सल्लाहको बिउ रोपेर सालको रूप आशा गरिन्छ भने न त्यो साल भन्छ न त सल्लाह लिएर भन्छ हार्ने भाइहरू बच्चा काँचो हो आमाले बाउले फेरि पढेको नकाट्दा के हुन्छ भने आमा काट भनेर ल्याएर दिन्छ छोरो कन्फ्युज आमाले भन्छ नकाट्नु न बाउले भन्छ पढेर नकाट्यो हुन्छ कन्फ्युज भयो मैले भन्छ पढ्दैन चलायो भने बिचराले आमाले भन्छ मोबाइल चलायो बाउले भन्छ होइन 7 बजीसम्म सुत्यो छोरो बाबुले फेरि उठेर मोडा अनि आमाले भन्छ आज शनिबार सुत्न दिँदैन छोरो कन्फ्युज आमाले भन्छ सुतेको हुन्छ बाउले भन्छ उठेर पढ अहिले जुन कुरामा आमाले एउटा कुरा बाउले अर्को कुरा भन्छ छोराछोरीले कसैले एउटा कुरा मान्दैन कि त्यही भएर घरमा बच्चापतिले सम्झाउँदा श्रीमान श्रीमती दुईले एउटै कुरा भन्ने गरौँ न ल अब अर्को कुरा यस्तो अब हाम्रा बालबालिकाले हामीलाई किन टेर्दा रहेछन् भने हामी बच्चाको अगाडि झगडा गर्छौँ हामी बच्चाको अगाडि के गर्छौँ सबैले भन्छ के गर्छौँ झगडा यो झगडा गर्दा रिसमा के भन्छ श्रीमानले श्रीमतीलाई के भन्छ ए कुकुर निभल्ला अब आफूलाई कुकुर भन्छ श्रीमती बिगा भागिरहेको छ ए गधा भनेर भन्छ श्रीमानलाई अब हाम्रो गुनासो छोराछोरीले त भनेकै मान्दैनन् नि ल गधा र कुकुर भनेको मान्छ त फेरि मान्दैन त्यही भएर सकेसम्म के नगर्ने बच्चाबच्चीको लागि हामी झगडा गर्नु रहेछ बच्चाबच्चीको लागि झगडा गरेर के हुन्छ बच्चाबच्चीले कसैले भनेको टेर्दो रहेछ है ल सबैले ल सबैले याद यस्तो गर्नुहोस् यस्तो गर्ने यो कान्छेलाई यो सानोलाई यो आउनलाई के भन्नुहुन्छ यो बल्ल गाड्ने र अहिले यो आउनलाई के भन्ने माझेलाई भन्नु त माझेलाई हो ल माथि बस्नु गर्ने यस्तो गर्नुहोस् त यस्तो गर्ने अनि यस्तो गर्नुहोस् त यस्तो अनि यस्तो गर्ने ल अगाडि तपाईँले सबैले दुईवटा बुढ्यौला छुट्याउनुहोस् त तपाईँको बुढ्यौला छुट्टिन्छन् बुढ्यौला छुट्नु पर्दाखेरि रहेछ बुढ्यौलाले हाम्रो आमा बाउसँग समाधान गर्नु रहेछ बुढ्यौला छुट्नु पर्दाखेरि रहेछ आमा बाउ पनि सधैँ आन्सर रहनुहुन्न उहाँले पनि छोडेर जानुहुन्छ भनेको रहेछ तपाईँका छोरेर छुट्टिन्छन् छोरीहरूले हाम्रो दाजुभाइ दिदीबहिनीसँग समाधान गर्नु रहेछ छोरीहरूलाई छुट्नु पर्दाखेरि रहेछ दाजुभाइ दिदीबहिनी सधैँ रहँदैनन् उनीहरू पनि अंश उनीहरू बिहेमा छुट्टिन्छन् भनेको रहेछ तपाईँका कान्छेलाई छुट्टिन्छ म्याडम छुट्टिन्छ कान्छेलाई हाम्रो छोराछोरीसँग समाधान गर्नु रहेछ कान्छेलाई छुट्नु पर्दाखेरि रहेछ कान्छेलाई छोराछोरी सधैँ आन्सर रहँदैनन् बिहे भएर हजुरको लागि छोराछोरी छुट्टिन्छ तपाईँका सानोमा छुट्टिन्छ छोडिदिँदैन सानोलाई परिवारमा श्रीमान श्रीमतीको सम्बन्ध रहेछ र परिवारमा श्रीमान श्रीमतीको सम्बन्ध कस्तो हुनुपर्ने रहेछ यो सानोलाई चाहिँ कहिले नसुटिने घनिष्ठ हुनुपर्दो रहेछ त्यही भएर म्याडम स्वयंवर गर्दा स्वयंवर गौठी सानोलाई रहेछ स्वयंवर गौठी चोरी हुन आउँछ
बुढीवाला लाउँछ लाउँदैन नि त अध्यक्ष यहाँ त कतिपयको छोटी अरे जसको छोटीवाले तुरुन्तै गएर शान्ति गर्नुपर्छ मजा गरेर राम्ररी गर्छ एनिवे चाहिँ तपाईँले यो मजाक लाग्यो यो मजाक होइन मैले त्यस्तो भन्न खोजेको हो कि घरमा आमा झगडा गरिरहेको छ घरमा आमा झगडा गरेको देखेको बच्चा स्कुलमा आएर राम्ररी पढाइमा फोकस गर्न सक्दैन के हजुर बुझ्नु होइन हामी जस्तो घरमा आमा बाबा झगडा गरेको देखेको बच्चा के हुन्छ रिसा आउँछ रिसासँग झर्किन्छ त्यही भएर भाइहरू बच्चालाई राम्रो पढाइ चाहन्छ भने बच्चाको अगाडि हामी झगडा नगरिदिने ल खै त त्यो हुन्छ नि मलाई भएन सबैले सुनेर गर्नु झगडा नगर्ने ल फेरि झगडा नगर्ने बुढाबुढी मिल्ने भनेर फेरि साइड एउटा सबै नाच्दै गर्दा फेरि गर्मीका बेला फेरि कहिले झगडा हुन्छ झगडा गर्नु पर्ने म तरिका सिकाउँछु है त झगडा गर्ने तरिका सिकाउँछु बुढाबुढी झगडा गर्नु पर्ने के गर्ने थाहा छ म्याडम बच्चालाई बोलाउने चटपटी खानको लागि 20 रुपियाँ दिने जाऊ बाबु चटपटी किनेर खाऊ भन्ने बच्चा जान्छ चटपटी खान जान्छ अनि बोलाउनु भित्रबाट सुत्तो लाउने अनि बुढाबुढी कोठाभित्र गएर कोठाभित्र मजाले कुस्ती खेल्ने अगाउँदै कुस्ती खेल्ने तर बच्चाका अगाडि जाँदा कसरी जानु पर्यो सन्तानहरू हो दुईवटा बुढाबुढी अगाडि भएर आइनु डाले के बिनामा मरि भन्दै जानु पऱ्यो कि सुन्नु भएको तपाईँ हामीले हाम्रा आमा झगडा गरेको मन पर्छ कि पर्दैन हामीलाई हाम्रा आमा झगडा गरेको मन पर्दैन हाम्रा बच्चा त मन पर्दैन हेरेर त्यही भएर अब तपाईँलाई मजाकै लागेको यो मजाक होइन किनभने जुन परिवारमा आमाबिच झगडा हुन्छ बच्चामा के हुन्छ साइकोलोजिकल असर गर्छ बच्चालाई निर्देश क्रोध आउँछ त्यो यो कुरा विचार गर्नु है छिटो सक भन्नु कहाँ सक्छ 5 मिनट है अब 5 मिनट भनिकिन भने 5 मिनट सुसुर आएर रोकेर भन्नुहोस् ल 5 मिनट भनेको एकदम महत्त्वपूर्ण छ ध्यान दिएर सुन्नको लागि जान्छ यहाँ के भनेको छ भने अब हामी के हुन्छ हामी डिभोर्स गरेर छुटेर के हुन्छ छोराछोरीको विचार गर्छ नि भनेर तपाईँले अस्ति एउटा थाहा भएन त्यो चिताउनमा एकजना होस्टेलमा बसेर एकजना नानी सुसाइड गर्यो भने बुझ्दैन त्यो नानीको आमा बाबु थाहा भएन अनि अहिले सकेसम्म सम्बन्ध जोगाएको राम्रो जस्तो छुट्टियो नछुट्टिएको सम्बन्ध जोगाएको राम्रो किनभने जब हामी छुट्टिन्छौँ डिभोर्स गर्छौँ बच्चालाई त धर्मसँग पर्छ नि हेर्नुहोस् आमाले डिभोर्स गरेर छुट्टिएछन् आमाले डिभोर्स गरेर छुट्टिएपछि बच्चाले एउटा कविता लेखेको छ के शीर्षकमा धर्मसँग भन्ने शीर्षकमा हामी के लेखेको बच्चाले मेरी आमालाई सम्बन्ध विशेषका मेरा बाबुको मेरी आमालाई सम्बन्ध विशेषका मेरा बाबुको अलि पनि याद नआओस् भनेर मैले सामूहिक फोटोहरू हटाएँ बाउले किनेका सबै सामानहरू मिल्काइदिएँ तर मेरो आफ्नै अनुहार भने के गरौँ मान्छेहरू भन्छ तेरो अनुहार ठ्याक्कै तेरो बाउ जस्तै छ तेरो छोटिनु समाधान होइन तेरो अगाडिहरू के छोटिनु समाधान हो र त्यही भएर सकेसम्म चाहिँ सम्बन्ध जोगाएको राम्रो किनकि बच्चाको त अधिकारलाई त आमालाई समयदेखि होइन र त्यही भएर सकेसम्म चाहिँ सम्बन्ध जोगाएको राम्रो किनभने अनुहारमा दाग रहँदासम्म ऐना बदलेर मात्रै प्रतिबिम्ब बदल्दैन नि त सायद जीवनसाथी बदल्दैन खुसी हुन्छ भन्ने होइन कि कसो अब अर्को आयो फेरि यो जिनिस बच्चाले हेर्न अहिले पाले हेर्न नि त यो जिनिसको बारेमा भन्नु त पर्दैन फेरि सुन्नु अब सुन्नुहोस् यो बच्चाको मोबाइलको लतको विषयमा मैले केही कुराहरू भन्दैछु मैले हजुरलाई अब यसको विषयमा एउटा सिङ्गिङ क्लासै हुन्छ त्यही भएर मैले तपाईँहरू यो क्लासमा आउनुहोस् भन्नु गाह्रो पनि हो कस्तो हुन्छ भने अगाडिहरू कतिजनाको बच्चाले एकदम धेरै मोबाइल हेर्छ समाधान चाहिएको छ त्यति बेला पनि तिमीले नखाऊ ल सुन्नु यो मोबाइल फोन बनाउने मान्छेलाई स्टिभ जब्स भनिन्छ आइफोन कम्पनीको मालिक स्टिभ जब्सलाई गएर पत्रकारले सोधे स्टिभ जब्स हो तपाईँले आफ्नो बच्चालाई मोबाइल फोन दिनुहुन्छ आफ्नो छोराछोरीलाई स्मार्टफोन दिनुहुन्छ भन्दा यो मोबाइल फोनको मालिकले के भने थाहा छ मैले मेरो बच्चालाई तबसम्म मोबाइल फोन चलाउन दिन्न जबसम्म मेरो बच्चा 18 वर्ष पुग्दैन मोबाइल फोनको मालिकले त आफ्नो बच्चा 18 वर्ष नपुग्दै मोबाइल दिनु रहेछ हामी नेपाली चाहिँ के गर्छौँ बच्चा जन्मिएर भुइँमा झर्न पाएन बच्चा जन्मेर भुइँमा झर्न प्यार हुन्छ आमाले भनिरहेको होइन अनि असर गर्छ नि त मोबाइलले अभ्यासहरू त्यही भएर यसको अगाडि मोबाइलले चलाउन नदिने भनिन यसो हो अभ्यासहरू अहिले तपाईँले मोबाइलको डिजिटल अटिजम भन्ने सुन्नु भएको छ कि छैन बच्चा एकचोटि हुने खाना बोलाउँदा पनि वास्तै छैन मम्मीलाई 102 डिग्री ज्वरो आएको छ मम्मीलाई थाहा तपाईँको तागेर अक्कल छैन किन बच्चाहरू अटिजमले ग्रसित भएको छ बच्चाहरूमा एडिक्सन छ बच्चामा मोबाइलको लत लागेको छ बच्चालाई मोबाइलको लत कुन बेला लाग्छ जानुहोस् त जब बच्चाले दिनमा 1 घन्टाभन्दा बढी समयसम्म लगातार मोबाइल चलाउँछ मैले के भने याद गर्नुभयो यदि घरमा बच्चाले दिनमा 1 घन्टाभन्दा बढी समय लगातार मोबाइल चलायो भने बच्चालाई मोबाइलको लत लाग्ने सम्भावना हुन्छ त्यही भएर बच्चालाई मोबाइलको लत नलागोस् भन्नको लागि 1 घन्टा लगातार चलाएपछि बच्चालाई बाहिर खेल्न पठाउने बिलमा पानी हाल्न पठाउने अब पढ्न पठाउने पानी खान यसो गरेर पठाउने यो गर्दा के हुन्छ बच्चाको त्यो लगातारको त्यो एडिक्सन चाहिँ त्यो ब्रेक हुन्छ कुरा सामान्य हो नि त यस्ता कुराहरू बोल्नुपर्छ र अर्को कुरा के भने घरमा एउटा टाइम टेबल बनाउन सक्छौँ
अघि हाम्रो धीरज सरले के भन्नुहुन्थ्यो क्वेसन एन्सर गर्नुहोस्। अब यो क्वेसन एन्सर गर्दा यहाँ भन्न बोलाउनुहुन्छ तपाईँ मेरो कुरा सुन्नु न। फेरि मैले के भने तपाईँलाई यस्तै कक्षा लिएर तपाईँलाई अनलाइनमा पनि जोडिन सक्नुहुन्छ मैले भनिहालेँ। तपाईँ मसँग फेसबुकमा जोडिनुहोस् पनि भने तपाईँका साह्रै नै बच्चामा प्रब्लम छ भने तपाईँ मलाई म्यासेजमा म्यासेज पनि गर्नु होला, मैले जानेको कुरा दिनेछु। र विशेष गरेर जस्तो अब के गर्न सकिन्छ घरमा बच्चालाई भने धेरै मोबाइल चलाउने बच्चाको लागि के गर्ने घरमा टाइम टेबल बनाउने। के बनाउने सुनौँ त के बनाउने? तपाईँ यसो भन्नु रहेछ जति छिटो मोबाइल जति छिटो होमवर्क सक्छस् त्यति छिटो मोबाइल पाउँछस् नभन्नु। यस्तो भने बच्चाले के छ एकदम नराम्रो ह्यान्डराइटिङमा होमवर्क गर्छ नि मोबाइल चाहिएको छ नभन्ने। टाइम टेबल बनाउने। घरमा मानव बच्चा के छ 5 बजेदेखि 7 बजेसम्म पढ्ने, 7 देखि 8 बजेसम्म मोबाइल चलाउने, 8 बजेदेखि 9 बजेसम्म खाना खाने भन्ने टाइम टेबल छ उदाहरणको लागि। अब के गर्ने पढ्ने टाइममा बच्चाले पढेको छ मोबाइल चलाउने बच्चाले मोबाइल चलाओस् टाइम टेबल हुनु पऱ्यो। तर बच्चा यसो गर्छ 3-4 दिनसम्म चाहिँ तपाईँले बनाइदिएको टाइम टेबलमा बच्चाले मान्छ 3-4 दिनसम्म पढ्ने टाइममा पढ्छ मोबाइल चलाउँछ। 5 दिनपछि के गर्छ पढ्ने टाइममै मोबाइल चलाएर बस्छ। तपाईँले सक्नुहुन्छ यो पढ्ने टाइम भनेको होइन टाइम टेबल बनाएको होइन खै यो पढ्ने टाइममा खै मोबाइल भन्दै मोबाइलहरू लुकाइदिनुहुन्छ। जब मोबाइल लिएर लुकाइदिनुहुन्छ बच्चा के गर्छ छिमेक थर्काएर हुन्छ। जब छिमेक थर्काएर हुन्छ तपाईँ के हुन्छ ला त्यसलाई बाबुको सम्पत्ति ला हेरेर भन्दै ल्याएर दिनुहुन्छ। यही गल्ती नगर्नुहोस् म्याडम। हेर्नुहोस् के भन्छ तपाईँको हुन्छ होस् तपाईँको हुन्न हुनुहोस्। जब तपाईँ एक्चुअली मोबाइल दिनुपर्छ नदिनुहोस्। एक्चुअली रिमोट दिनुहुन्न। अब बच्चालाई रोइ पाइन्छ सामान फुटाइ पाइन्छ भने बच्चा त्यही हतियार प्रयोग गर्छ होइन र सकेसम्म के भने हुन्छ हुन्न यो एउटा अनुशासन पनि घरमा कायम गऱ्यो भने राम्रो हुँदो रहेछ। र अब हेर्नुहोस् त यहाँ मात्र गलत कुरा आयो सबैले हत्केला पेन देखाउने पेन कपीको सफापना पेन देखाउने। अब एउटा काम गर्नु पऱ्यो। अब एउटा काम के रहेछ भने कपीको सफापनामा त्यो पेनले कति बेला पहिला परिवारलाई पनि समय दिनुपर्छ। खालि पैसा घडी बढेर अब लाखौँ कमाएर क्या हुन्छ बच्चा दुर्गेसम्म बस्यो भने चाहिँ के छ र तपाईँले अरबै कमाए पनि सुहा पारिदिन्छ होइन र। तर सम्पत्ति चाहिँ ठिकै छ तर उसले संस्कार पाएको छ आफूले चाहिँ सम्पत्ति हामीले कमाइदिनु पर्छ र भने सन्तानले आफै कमाउँछ होइन र। त्यो बच्चालाई संस्कार समय र शिक्षा भन्ने कुरा आवश्यक रहेछ। र अभिभावकहरू तपाईँलाई आज यस्तो लागेला आएन हामीले त यस्ता कुरा सुनिहाल्छौँ कि तारा सर हाम्रो बच्चालाई पनि एउटा ट्याग लेखिदिनु पर्यो जस्तो लागेन ल लाग्यो भने यस्तो भन्नु होला ल 5 क्लासभन्दा माथिको बच्चालाई चाहिँ हामीले अलिकति आमा बाबुको दुःख बुझ्नु होला आमा बाबुहरूको मान्नु होला राम्रोसँग पढ्नु होला भनेर बच्चाका लागि हामी तालिम गर्छौँ विद्यालयसँग समन्वय गरेर हामी गर्नेछौँ त्यो। र 5 क्लासभन्दा सानै बच्चालाई पनि के गर्न सकिन्छ जस्तो लाग्यो बच्चालाई ध्यान योगा मेडिटेसन हाम्रो मोदीले सिकाउने गरेका छ त्यो कुराहरू सिकाउने बच्चा साह्रै चञ्चल झर्किने रिसाउने गर्छन् यस्तो बच्चाले गराउने ध्यान योगा मेडिटेसन गर्दाखेरि बच्चाको त्यो रिस आदिलाई हामी गर्न सकिन्छ कन्ट्रोल गर्न सकिन्छ। अभिभावकहरू के बिरुवा यो हो आलुलाई माटोभित्र रोप्यो आलुलाई माटोभित्र रोपेर 3 दिन उखाल्ने केटा लागि आएन भने त हेर्दै गरेर फल्छ केटा फल्दैन हो कुर्नुपर्छ। आलुलाई रोपेपछि निश्चित तपाईँ कुर्नुपर्छ हो त्यही हो। बच्चालाई पनि एउटा स्कुलमा भर्ना गर्ने अनि भएन भने खालि स्कुल बदल्ने पटक स्कुल बदलेको पनि राम्रो होइन ल। किन राम्रो होइन भाइहरू यसो के प्रिन्सिपल छ एउटा बजारमा एउटा हल्ला रहेछ नि त सरकारी स्कुल पढ्यो भने स्कलरसिप पाइन्छ बोर्डिङ स्कुल पढ्यो भने पाइँदैन भने हल्ला चलाएर चाहिँ यो हट्यो ल। आजकल बोर्डिङ स्कुल पढेकोले स्कलरसिप पाउँछ सरकारी पढेको पनि पाउँछ है त। अब अर्को कुरा सुन्नुहोस् अर्को कुरा के भन्ने भाइहरू त म कहाँ बस्छु भनेको थिएँ अघि काठमाडौँ सीतापाइला। म कहाँ बस्छु काठमाडौँ गोलमित्र जानु काठमाडौँ सीतापाइला सुन्नु काठमाडौँ सीतापाइला म जहाँ बस्छु मेरो घर अगाडि एकदिन एउटा अङ्गुर व्यापारी आयो क्या। अङ्गुर व्यापारीले के भन्छ थाहा छ अङ्गुर किन्छौ भन्दै आयो। म चाहिँ अङ्गुर किन्नु पऱ्यो भने तल झरेको 2 किसिमका अङ्गुरहरू रहेछ। एउटा अङ्गुर यसरी झुप्पामा रहेछ अर्को अङ्गुर यहाँ छुट्टै रहेछ। मैले सोधेँ हेलो दाजु यो अङ्गुरको कति हो भनेको यसको त 300 रुपियाँ किलो रे। अनि मैले भने यो अङ्गुरको चाहिँ कति हो भनेको यसको कति 100 रुपियाँ किलो रे के। म त दाइले भने दाइ ठाउँ नखोजेको यो अङ्गुरको चाहिँ 300 रुपियाँ यो छुट्टिएको अङ्गुरको कसरी 100 रुपियाँ भयो भनेको यो अङ्गुरको त धेरै परिहाल्छ नि किनकि उसले के छैन आफ्नो परिवार छोडेको छैन उसले आफ्नो टिम छोडेको छैन उसले आफ्नो मेन घर छोडेको छैन। भाइहरू जो सधैँ छुट्टिएर जानेहरू हुन्छन् नि छुट्टिएर जानेहरूको कहिले पनि महत्त्व र मूल्य हुँदैन है। मैले के भन्न खोजेको ममा भन्ने कुरो बोल्नुहोस् है त भन्नु भनेको कुरा के भाइहरू जो हरेक विद्यालयमा कहिले के हुन्छ विद्यालयको टिमबाट 1-2 जना टिचरहरू होइन 1-2 जना प्रोमोटरहरू जान सक्नुहुन्छ। यसको अर्थ यो होइन कि अब 1-2 जना जातिमा विद्यालय धराशायी हुन्छ भन्ने छ र छैन नि त। नेपालको पनि कतिपय मेजर पार्टीहरू देख्न हामीले नेकपा एमाले कतिचोटि फुट्यो नेकपा एमाले फुटेपछि त्यो फुटेर जाने फाइदा हो कि मेन पार्टीलाई फाइदा हो भनेको त्यो
बुझिहाल्नु जहाज एउटा जहाज हुन्छ सर हाम्रो जहाज चलाउने पाइलट कहीँ बदलिन नै सक्छ जहाजमा काम गर्ने स्टाफहरू के हुन सक्छ बदलिन नै सक्छ तर जहाज त जहाजै हुने हो कसो होला मिलाएर बुझ्नु कुरो मिलाएर बुझ्नु है त बुझ्नु भएन अर्थात् सर हाम्रो कहिलेकाहीँ कस्तो हुन्छ विद्यालय काठमाडौँको एउटा विद्यालय थियो कि काठमाडौँको एउटा विद्यालय त्यहाँ विद्यालयमा पढाउने एउटा टिचर उहाँ टिचरले विद्यालय छोडेर अर्कोमा जानुभएछ अन्त के भन्नुभएको सुरुन्जेल त्यो विद्यालयमा बसुन्जेल त्यो विद्यालय साह्रै राम्रो उहाँले जब त्यो विद्यालय छोड्नु सबैभन्दा नराम्रो चाहिँ विद्यालय त्यस्तो नि हुन्छ त हुन्न क्या हो त्यही भएर आदरणीय भाइहरू हामीले के विचार गर्नु पर्यो हामी यसो भन्छौँ नि त फलाना विद्यालय राम्रो भन्नुपर्छ त हाम्रो विद्यालय अलरेडी राम्रो छ अझ विद्यालय राम्रो बनाउनु पऱ्यो अझ विद्यालय राम्रो गर्न चाहनुहुन्छ जब कुमुदिनीप्रति तपाईँलाई कुनै गुनासो हुन्छ कुमुदिनीमा आएर भनिदिनु होला कुमुदिनीप्रति जब केही कुरा राम्रो कुरा हुन्छ चोकमा गएर भन्नु होला तर हामी उल्टो गर्छौँ कुमुदिनीको गुनासो चौतारमा गएर भन्छौँ राम्रो कुरा सुनाएर भन्छ भएन नि त भनेको सुकुबारमा केही गुनासो स्कुलमै आएर भन्यो भने बल्ल